तर हामीले चाहिँ बुझ्नुपर्छ कि आज दिन चाहिँ के हो भनेर। कतिजना थाहा छ आज दिन के हो भनेर? भन्नुहोस् त के आज इस्टर सन्डे। ओके, इस्टर सन्डेमा के भएको थियो भनेर मैले तपाईँलाई कसैलाई पनि भनिबस्नुपर्छ जस्तो लागेन मलाई है। सो आजको दिन हामी हाम्रो हृदयबाट हामी भनौँ प्रभुलाई कि प्रभु तपाईँको बाउरी उठाइलाई चाहिँ प्रभु हामी स्मरण गर्छौँ अनि तपाईँको त्यो बाउरी उठाइलाई चाहिँ प्रभु हामी हाम्रो जीवनमा पनि बोल्न चाहन्छौँ प्रभु। जुन चाहिँ कुरोलाई लिइकन तपाईँ मर्नु भएको थियो अनि तपाईँ बाउरी उठ्नुभयो प्रभु, त्यो चाहिँ हाम्रो निम्ति थियो। त्यो भन्नुहोस् तपाईँले कि त्यो चाहिँ मेरो निम्ति थियो भने। म भन्नुहोस् त तपाईँले त्यो चाहिँ मेरो निम्ति थियो भन्नुहोस् त, मजाले भन्नुहोस् त कराएर, त्यो चाहिँ मेरो निम्ति थियो भन्नुहोस् न, हाम्रो निम्ति, हाम्रो निम्ति। सो आजको दिन प्रभुको उपस्थिति हाम्रो बिचमा अघिबाट नै छ है। हामी जतिले फिल गर्छौँ फिल गरेन भने पनि केही छैन, प्रभु हाम्रो बिचमा हुन्छ। ठुलो विश्वास राख्नुहोस्। हामी केही गीतहरूलाई गाउँ अनि त्यो गीतलाई गाउँदै गरेर तपाईँ हात हल्लाउन सक्नुहुन्छ, आइडल नबस्नु यसो गरेर नबस्नुहोस् है, एकदमै हात हल्लाउन सक्नुहुन्छ, कम्मरहरू हल्लाउन सक्नुहुन्छ। सो आजको दिन हामी हाम्रो हृदयबाट हामी परमेश्वरको आराधना गर्नेछौँ। सो केही गीतहरूलाई गाउँछु म, तपाईँलाई थाहा भएको गीत नै हो। अनि त्यो गीतलाई गाउँदै गर्दाखेरि तपाईँले हात हल्लाउनुहोस्, स्वर्गतिर आफ्नो आँखालाई उचाल्नुहोस्, खुसी साथ प्रभुलाई भन्नुहोस्, प्रभुलाई हाम्रो जीवनमा हामी अझै स्वागत गर्दै प्रभुलाई आराधना गर्न सक्नुहुन्छ। ताली बजाउनु चाहिँ सबैजनाले हरेकको ताली चाहिँ मैले सुन्नुपर्छ। आज मैले भन्दा पनि बेसी परमेश्वरले सुन्नुपर्छ आजको दिन चाहिँ। ताली बजाउँदै परमेश्वरले सिकाउँदा सबैले एउटा हामी तपाईँलाई विश्वास स्वागत गर्छौँ। Vida
चारपातको उपस्थितिलाई एकदमै धन्यवाद दिँदछौँ। तपाईँको सुन्दर उपस्थिति लागेको हो, जो उपस्थितिमा चाहिँ आफूले हामी हराउन सक्छौँ। धन्यवाद, तपाईँ हाम्रो बिचमा हुनुहुन्छ प्रभु। धन्यवाद भन्छौँ, तपाईँ महिमी परमेश्वर हुनुहुन्छ, तपाईँ पौरीको परमेश्वर हुनुहुन्छ। मरेका होइन, हाम्रो निम्ति त्यसको दिनमा मरि उठ्ने परमेश्वर हुनुहुन्छ। सारा महिमा दुर्योगले तपाईँ मात्र हुनुहुन्छ यीशु। सारा आदर केवल तपाईँलाई यीशु तपाईँलाई
साउबाट भएर स्वर्गीय सुगन्ध जसले हामीलाई जलाउँछ थाहा छैन कहाँबाट आउँछ थाहा छैन तर हामीलाई आउँछ तपाईँ हाम्रो बिचमा यति साह्रो शक्तिशाली रूपमा अलरेडी आइसक्नु भएको छ प्रभु। बच्चाहरू तपाईँको उपस्थितिलाई हामी आदर गर्छौँ। सबैजना आफ्नो आँखालाई एकैछिन बन्द गर्नुहोस्, कसैले पनि एकाग्रमा हेरेर एकैछिन। बच्चाहरूमा हामी तपाईँलाई हाम्रो बिचमा आदर दिन्छौँ। अझै कति भलो परमेश्वर हुनुहुन्छ। तपाईँमा मात्र हाम्रो आशालाई हामी भेट्दछौँ प्रभु। जस्तै ठुलो समस्या आए पनि प्रभु, जब हामी तपाईँलाई हेर्छौँ, जब हामी क्रुसलाई हेर्छौँ, हामीलाई यति साह्रो भित्रबाट ठुलो आँट आउँछ प्रभु। त्यो कुराले प्रमाणित गर्छ प्रभु तपाईँ हाम्रो बिचमा कति साह्रो जिउँदो हुनुहुन्छ, तपाईँले हामीलाई कति बेसी माया गर्नुहुन्छ भनिकन। संसारमा हामी कता कता भइरहेको व्यक्तिले तपाईँले नानीकिन यो भवनमा ल्याउनु भएको छ। किन भन्दाखेरि तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ, तपाईँको सङ्गतिमा हामीलाई राख्न चाहनुहुन्छ, तपाईँबाट सुन्न, तपाईँलाई आराधना दिन तपाईँले हामीलाई बोलाउनु भएको हो। अनि हामी त्यही नै गर्छौँ प्रभु। हाम्रो सारा विधा हामी यस समय खोल्छौँ अनि भन्छौँ प्रभु तपाईँ महिमित हुनुहोस् भनिकन भन्छौँ प्रभु। त्यसरी म्यारिनेटले प्रभुले जीवनभर कमाएर प्रभुले प्रभु त्यो पर्फ्युमको एलाबेस्टरमा उसले राखेको थियो, स्पेसल टाइमको लागि राखेको थियो होला। यति साह्रो बेसी महँगो कुरा उसले जोगाएर राखेको, तर जसै तपाईँको उपस्थिति त्यहाँ आयो, जसै तपाईँ त्यो ठाउँमा आउनुभयो प्रभु, उसले आफ्नो सबै सम्पत्ति तपाईँको खुट्टामा फुटाइदिएको छ। त्यसरी नै प्रभु आज हामी भन्छौँ प्रभु हामीले कमाएर राखेको कुराहरू, हामीले लुकाएर राखेको जुन चाहिँ कुरा चाहिँ हाम्रो निजी प्रेसियस छ, जुन चाहिँ कुरालाई चाहिँ हामीले तपाईँलाई दिँदै गर्दा हामीलाई साह्रो पर्छ, तर हामी यो कुरा भन्न चाहन्छौँ हामी पञ्चायतमा हामीलाई आँट दिनुहोस् कि हामीले हाम्रो सबै गुप्त कुरा पनि हामी तपाईँलाई दिन सकौँ, ताकि त्यो कुराबाट तपाईँ महिमित हुन सकोस्। पञ्चायतमा हाम्रो हृदय खोल्छ प्रभु। यो समय चाहिँ तपाईँको निम्ति प्रभु त्यो पर्फ्युम जस्तो भएको होस्, जुन चाहिँ पर्फ्युम चाहिँ तपाईँको शरीरमा लगाइँदै गर्दाखेरि तपाईँ खुसी हुनु भएको थियो प्रभु, त्यस्तै पर्फ्युम भएको होस् आजको दिन। हाम्रो हृदयलाई खोल्छौँ अनि भन्छौँ प्रभु तपाईँ यहाँ आउनुहोस्, यो ठाउँमा आउनुहोस् प्रभु। मेरो पर्सनल टाइमहरू म तपाईँलाई दिन चाहन्छु, मेरो पर्सनल कुराहरू म तपाईँलाई दिन चाहन्छु। आँखालाई हामी एकैछिन बन्द गरेर राखौँ। फोकस केवल क्रुसमा भएको छ यस समय, हाम्रो बिसाउने ठाउँमा भएको छ हाम्रो फोकस चाहिँ यस समय।
रहेछु येशू तिम्रै आउने आशामा पर्खन्छु हरेक क्षण पर्खन्छु मेरो दुलाइ मेरो प्रेमी येशू पर्खिरहेछु दिलले खोलेर धन्यवाद हुन्छ हामीलाई सुन्दर समयको लागि तपाईँको उपस्थिति प्रभु हामीलाई छुको छ तपाईँले हामीलाई छुनु भएको छ धेरैजना तपाईँले छुनु भएको छ धन्यवाद प्रभु सबै कुराको लागि प्रभु जति पनि प्रभु आज हामी वचनलाई सुन्दैछौँ हाम्रो हृदयले हामी खोल्छ हामी तयार पार्छौँ प्रभु जुन चाहिँ बिउ प्रभु हाम्रो बिचमा छैन लागेको छ त्यो बिउ छरिँदै गर्दाखेरि चाहिँ हाम्रो जीवनमा चाहिँ त्यो चाहिँ प्रभु जहिले पनि त्यो चाहिँ मल्टिप्लाई भएर गएको होस् भनिकन भन्छ प्रभु हाम्रो हृदयको जति पनि भागहरू छ जुन चाहिँ भाग हामी तपाईँलाई दिन सकेको छैनौँ हामी तपाईँलाई दिन चाहन्छौँ यस समयमा हामीलाई 8 दिवस पवित्र आत्मा हामीलाई सिकाउनुहोस् तपाईँ चाहिँ हाम्रो हेल्पर हुनुहुन्छ प्रभु तपाईँले हामीलाई सिकाउनुहोस् सिकाउनुहुन्छ भने हामी सब थोक गर्न सक्छौँ प्रभु धन्यवाद सबै गर्नु लागि माग आशिष यीशु ख्रीष्टको नाममा आमेन।